चाकल दिन्छ खोदन कहाँ मासु जसले धेरै सुनलाइदिन्छ त्यहीसँग बिहा गर्ने हो ल चेस खायो Hello everyone, welcome to my channel. It's me Mamta Pun. After long time 2 year पछि ब्याक भएको छु. हजुरहरु सन्चै हुनुहुन्छ होला. म पनि एकदम धेरै सन्चै छु. आज चाहिँ मैले मगर ड्रेस लाएर कहाँ जाँदै छु भन्दा सालिजा समाजको प्रोग्राममा जाँदै छु. कास्की जिल्लामा हुनुभएको सालिजा गाउँको मान्छेहरु हुन्छ नि समाज उहाँहरुको प्रोग्राम छ भेटघाट कार्यक्रम वहाँ जाँदै छु. मम्मी र आन्टी चाहिँ अघि नै गइसक्नु भयो. ड्याडी जानु हुँदैन. म र बहिनीले रेडी भएर अब जान लागेको. ब्लग पनि 2 वर्षपछि बनाउँदै छु. बोल्न पनि बिर्सिसके. कस्तो बोल्छु के बोल्छु थाहै छैन. हेर्दिनु होला है. स्यान्डल लाउँदै छिन्. बहिनीले त आम्मा कति अग्लो स्यान्डल हो र. कागो के भयो र एउटामा नम्पास लाएर एउटामा नलागिकन हिँड्नलाई चाहिँ बुढी आमामा यत्रो अग्लो हिल्ला र जाडो महिना छ नि त त्यही भएर ज्याकेट लाएर जाँदैछौँ ऊ बहिनी र म भाइ नाइन आमा राम्रै भएर ल आन्टी गयौँ हामी अहिले चाहिँ हामी स्कुटरमा सरहरू जाँदैछौँ यस्तै हामी यहाँ पाउरोस आइपुग्यौँ. अहिले चाहिँ हामी चाहिँ जानुपर्ने चाहिँ जानु कहाँ कहाँ जाने हामी चाहिँ कहाँहरू जाने अर्गुन चोकबाट भित्र सालिजा समाज कुन मगरहरूको भवन छ त्यहाँ जान लागेको हो. अहिले चाहिँ हामी यहाँ पाउरोस आयौँ. हामी चाहिँ जाँदैछौँ थाहा छैन. हामी चाहिँ अब जाँदै खुल्ल लायौँ है. हामी चाहिँ यो समाज घरमा आएको हो. हामी आएर धुलो धुलो भएर धुलो टकटकाउँदैछौँ. टकटकायौँ अब जान्छौँ हामी भित्र. भित्र कस्तो हुन्छ देखाउँछु है त. आउने बित्तिकै खाजामा मलाई नि हाल्दै त ल मलाई भयो यति भयो हुन्छ यति एउटा भयो हुन्छ. खाजामा चाहिँ पुरी तरकारी अचार माछा थोरै माछा भयो कि भयो माछा आलुदम दमदमाके दमदमा भयो कि कति धेरै हालेको धेरै हुन्छ. आमा सक्दिनँ होला हौ मैले त माछा. म त खान्छु. अब टाउको नहाल्न भयो 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 रोस्ट हुन्छ. अब हामी खाना रेडी भएको. कति धेरै मान्छे मलाई त भिडियो बनाउन लाज लागिसक्यो. तपाईँहरूले एउटा कुरा नोटिस गर्नुभयो सेम हाम्रो चोलो हो ब्लाउज चोलो यो पनि सुनको है सुन होइन हौ यसो राईमा डर छैन. सुन भन्दा कम छैन हरामा डर छैन भन्ने हो. साथीहरू यस्तो लाउने हो हिँड्ने हो. सुन लाउन सक्दिनँ लसुन लाउने लसुन क्या त डल्लो लाउने जसले धेरै सुन लगाइदिन्छ त्यहीसँग बिहा गर्ने हो. ल टन्न पुरो हुन्छ राख्नु ल धेरै सुन लगाइदिनु ल मेरो बहिनी आउँछ त्यस्तै गरी अब खाएर अहिले अर्को डान्स हेर्दै भिडियो बनाउँदा मिठो मिठो
जस्तो मासु छ हड्डी छ घाँटी हाल्ने के एउटा मलाई साग हाल्ने यो त पानीपुरीको उस जस्तो हो के छोरी र सुसन छोरी र शर्मिला शर्मिलाले खान्छ गाई ठिकै हुन्छ खानु जसरी यहाँ राखेर ठिकै भयो पानीपुरी खानु दुईजनाले ए मलाई रोज रोज हालिदिनु त साग हालिदिनु साग खोज्दै कहाँ मासु साग हो यो कति धेरै मान्छे हुनुहुन्छ कि हामी चिनेको 10 जना होला हामी चिनेको चाहिँ त छिटाएर चाहिँ सबै खाइदैछु बसेको हो हामी अनि त्यसपछि सुरटीहरू डान्स पनि हेऱ्यौँ अनि निन्द्रा लाग्यो खाने बित्तिकै निन्द्रा लाग्छ अनि यहाँ माथि आएर सुत्छु भनेको बच्चाहरूले हल्ला गरेर सुत्नै दिएन अनि एकछिन झ्याउलाएर यत्तिकै बस्थ्यो खाना खाएर बसेर म पछाडि किन अनि खाना खाएर बसेको हो यो खाना र खाजा खाएको है हामीले खाजा खाएर बसेको अनि खाना खाने अनि घर भागिदिइहाल्ने सब घाम ताप्दै हामी नि घाम ताप्दै बसेको थियौँ अनि जाडो भएर शीतलमा आएर बसेको के बोले भाइ जाडो भएर शीतलमा आएर बसेको अहिले चाहिँ यिनी हुन् हाम्रो लालुमाया हाई भन्छ यिनी हुन् हाम्रो आमा जुनुमाया लालुमाया म चाहिँ म त यो चाहिँ आरती स्टेजमा त कोही छैन हेर्ने सब खाना हामी मात्रै बसेछौँ सबैले खाइरहेछ बल्ल हामी खाना जाने हो खाना त कति धेरै लाइन छ खसीको मासुसँग भात खानु पर्छ है भगवान् खाना खाने लाइन हेर्नु हामी त रेडबुल खान लाग्यो रेडबुल कति खाने हो ए पैसा दिने यहाँ भिडाभिड हुन्छ यहाँ पैसा दिनु कतिवटा भन्यो र तिनवटा आऊ यसले खान्न रे के हामी तिनजनाले खाने आमा म आन्टी रेडबुल खाना खाने लाइन छ म पनि लाइनमा बसेको छु कति बेला पाला हाम्रो खाना खाने पाला आयो लट्रेस खायो चायो खतरा नाच्यो भाइ सुसन बानिया ठान्छे तिम्रो दुई मायाले एक नम्बरमा छान्छे
खाना खाएर सबैजना ग्रुपमा नाचेर हामी अहिले घर आइसक्यौँ। उहाँहरू पनि सबैजना घर जानुभयो, हामी पनि घर आयौँ। मम्मी र आन्टी चाहिँ बसमा आउँदै हुनुहुन्छ, म र बहिनी चाहिँ स्कुटरमा आयौँ। यो भ्लगमा म धेरै बोल्न सकिनँ, मेरो अनुहार पनि देखाउन सकिनँ किनकि मलाई बेसरी लाज लागेको थियो। धेरै पछि बनाएको नि त भ्लग, अनि त्यही भएर अनि अर्को भ्लगमा धेरै बोल्ने गरेर आउने छु। कस्तो लाग्यो मेरो भ्लग? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई, सी यू सुन नेक्स्ट भिडियो। Peace.